म डाक्टर तारामणि राईलाई मञ्च बोलाउँछु। उहाँलाई हामीले जेन्जी आन्दोलनको उदय र अन्तर्राष्ट्रिय अनुभव भनेर दिएका थियौँ। त्यो टपिकमा संक्षिप्त विचार राखिदिनका लागि म अनुरोध गर्छु। धन्यवाद। आजको यस कार्यक्रमका सहजकर्ता मातृको किराँतीज्यू, सबै सीमाको कारणले गर्दाखेरि मैले सम्बोधन नगरिकन एकमुष्टमा यहाँहरू सबैलाई सेवा नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। अब यहाँ गोपाल दाइले अघि एउटा प्रसङ्ग निकालेर जानुभएको छ, सेवारो भन्नुपर्छ भनेर उहाँले भन्नुभएको छ। अब मलाई के लाग्छ भन्दाखेरि अब त्यो शब्द को चाहिँ त्यो इटिमोलोजिकली त्यसको त्यो व्युत्पत्तिको हिसाबले हेर्दाखेरि के देखिन्छ भने मछली किराँती भाषाहरूमा चाहिँ त्यो फर्स्ट पर्सन सिङ्गुलर नम्बर भनेर भन्छ। त्यो पहिलो प्रथम पुरुष वक्ता जो वक्ता हो त्यो चाहिँ पछाडि गएर टाँसिने व्यवस्था हुन्छ किराँती भाषाहरूमा। जस्तो सेवान्ने भनेर भन्दाखेरि त्यो चाहिँ अगाडिको म भन्ने अथवा मेरो भन्ने शब्द चाहिँ पछाडि गएर टाँसिएको। म भन्ने कुरा चाहिँ धेरैभन्दा धेरै चाहिँ किराँती भाषाहरूमा आङ्गा आङ काङ्गा ङ बढी आउँछ। अनि मन ङ भनेको चाहिँ त्यो न्याजको एउटा प्याटर्न छ, त्यसमा चाहिँ तलमाथि हुने कुरामा हामीले चाहिँ स्वाभाविक मान्छौँ। त्यसो हुँदाखेरि सेवान्ने भनेको चाहिँ त्यो मेरो नमस्कार भन्ने नै हो। जस्तो हाम्रो कोही भाषामा चाहिँ सेवा खान्ने अथवा सेवा खान्नानी भन्छ, त्यो भनेको नि मेरो नमस्कार भन्ने हो। तर सेवाको रो चाहिँ कहाँबाट आयो भन्ने कुरा हेर्दाखेरि मोस्टली अब त्यो शब्द चाहिँ अब लिम्बू समुदाय प्रयोग हुन्छ। अब लिम्बूले चाहिँ म भनेको ङा भन्छ, पछाडि चाहिँ नि सेवाङ्गा अथवा सेवाङ्गी सेवान्ने भएको भए त्यो दुईटै शब्द चाहिँ नेटिभ शब्द हुन्थ्यो र ठ्याक्कै त्यसको अर्थ चाहिँ नि अब मेरो नमस्कार भन्ने हुन्थ्यो। अब मलाई के लाग्छ भनेदेखि यो डेरिभेसनल प्याटर्नबाट हेर्दाखेरि चाहिँ त्यो मेरो चाहिँ त्यहाँ टाँसिएर सेवारो मेरो नमस्कार सेवारो सेवा प्लस मेरो त्यसरी चाहिँ सेवारो भएको हो कि भन्ने चाहिँ मेरो प्रारम्भिक मेरो चाहिँ अध्ययन हो। अब थुप्रै हेर्न बाँकी छ। त्यसो हुँदाखेरि अब हामीले यस्तो के अरे अब समारोहमा मेरो नमस्कार भन्ने कि नमस्कार मात्रै भन्ने कुरा चाहिँ अब त्यो हामीले छोड दिनुपर्छ होला। सेवा भन्दा नमस्कार मात्रै, सेवारो भनेको मेरो नमस्कार, सेवान्ने भनेको मेरो नमस्कार, सेवा खान्ने भनेको चाहिँ मेरो नमस्कार, सेउपाखा भन्छन् कसैले के अरे दिमागले। त्यसो हुँदाखेरि त्योबाट आएको हो कि भन्ने मलाई लाग्छ। मैले यति कुरा राखेँ। त्यसो हुँदाखेरि अब यहाँहरू सबैलाई सेवा र सेवा दुइटै यहाँहरूलाई मैले चाहिँ नि भने। मैले बोल्नुपर्ने विषयका बारेमा भद्रकोजीले भनिसक्नु भएको छ। मलाई त लागेको थियो मेरो पालो चाहिँ सबभन्दा सुरुमा होला, किनभने अन्तर्राष्ट्रिय सन्दर्भ अथवा चाहिँ इन्टरनेसनल कन्टेक्सबाट चाहिँ नेसनल कन्टेक्समा आउने होला कि भन्ने लागेको थियो। तर झन्डै झन्डै अन्तिमतिर चाहिँ नि आएको छ। यो बिचमा धेरै कुराहरू पनि आइसकेका छ। वास्तवमा यो अलिकति हामीले छलफल गर्न पर्ने विषय। नेपालमा जो यो 2 दिनभित्रमा चाहिँ नि यो अचानक जुन विस्फोट भयो, यो त संसारलाई एउटा चाहिँ नि चकित तुल्याउने, संसारलाई एउटा चाहिँ नि यो एकदमै यो विस्फोट यसरी चाहिँ नि यो भयो कि यो संसारले दुनियाँले चाहिँ नि हेरेको छ कि 2 दिन 48 घण्टा बित्दा नबित्दै चाहिँ नेपालमा जुन खालको सत्ताको उलटपुलट भएको छ, यो चाहिँ इतिहासमा सदैव देखिने र यो सोच्दै नसोचेको प्रक्षेपणै नगरिएको यो जुन घटना भएको छ र यसको विकसित घटनाक्रमको बारेमा पनि आज धेरै छलफल भइसकेका छ। यो सन्दर्भमा मैले चाहिँ मलाई दिइएको टास्क अनुसार अघि राहुल दाइले भन्दै हुनुहुन्थ्यो अब विद्यावारिधि गरेको मान्छेले चाहिँ अब आफ्नै विषयमा मात्रै त्यो कुरा म स्वीकार गर्छु, मेरो विषय होइन, मैले केही डिटेल्सहरू हेरेको आधारमा मात्रै मैले आज भन्दैछु। मैले पढेको विषय भाषा विज्ञान हो। मैले गरेको यसको स्लाइसेन्स मोर्फोसिन्ट्याक्स हो। अब सिद्धान्तको कुरा गर्नु छ भने फङ्सनल टाइपोलोजीको मोडलबाट गएर अब त्यो बारेमा भने घन्टौँ 2 घन्टा 4 घन्टा चाहिँ छलफल गर्न सक्छु। त्यो मेरो विषय भयो, लामो समयसम्म गरेको अध्ययनको आधारमा मैले त्यो भन्न सक्दिनँ। तर बाँकी भन्ने कुरा चाहिँ के हो त भन्दाखेरि फर्दर चाहिँ नि लिटरेचर हेरेको आधारमा मैले भन्ने कुरा हो। र मैले 1-2 दिनमा यो जे कुरा हेरेँ र संसारमा वास्तवमा नेपालमा यो जेन्जीको जुन उदय भयो, जेन्जी आन्दोलन भयो, जेन्जीले जसरी चाहिँ प्रोटेस्ट गर्यो, विद्रोह गर्यो, यो त हेर्न लायक मात्रै होइन कि यो इतिहासमा यो अचानक यो जुन विस्फोट भएको छ यो वास्तवमा कसरी भयो त
भन्ने कुराको सिनारियो यो इन्टरनेसनल कन्टेक्स्टमा वैश्विक परिवेशमा अथवा चाहिँ नि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ अभ्यासहरू के छ अनुभवहरू के छ भन्ने कुरालाई पनि जोड्नुपर्ने हुन्छ। त्यस हिसाबले मैले केही डिटेल्सहरू हेरेँ। त्यो हेर्ने क्रममा चाहिँ अब सामान्यतः अब हामीले बुझ्ने कुरा त के हो भन्दाखेरि अब यो जेन्जी भनेको जुन यो सन् 1997 देखि सन् 1912 को बिचमा जन्मिएका पुस्तालाई चाहिँ जेन्जी भनेर भन्छौँ। तर यो कसरी यो क्लासिफिकेसन कसरी भयो भन्ने कुरा चाहिँ यो खास गरिकन सोसियोलोजिस्ट समाजशास्त्री र जनसङ्ख्याविदहरूले चाहिँ नि यो आफ्टर चाहिँ नि यो वर्ल्ड वार आफ्टर म्याथ यो के अरे सेकेन्ड वर्ल्ड वार भइसकेपछि अब समाजलाई कसरी अब वर्गीकरण गर्ने भन्ने हिसाबले चाहिँ यो गरेको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि ग्रेट जेनेरेसन, त्यसपछि साइलेन्ट जेनेरेसन, त्यसपछिबाट चाहिँ याक्स जेनेरेसन, त्यसपछि वाइ जेनेरेसन, जेड जेनेरेसन, त्यसपछि अल्फा र बिटा। बिटाको कुरामा त बहस भइरहेको छ। त्यो बेलामा चाहिँ सारा थोक चाहिँ रोबोट हुन्छ, मानव भन्ने कुरा चाहिँ अलमोस्ट 50% हुन्छ कि हुँदैन भन्ने ढङ्गले चाहिँ त्यो प्रेडिक्सन गर्न थालिएको छ। त्यो बेलासम्म के हुन्छ थाहा छैन। त्यसो हुँदाखेरि अब यो प्रविधिले कहाँ पुर्याइरहेको छ भन्ने कुरा चाहिँ यो एकदमै उत्सुक, यो मानव जातिलाई एकदमै उत्सुकको यो विषय बनेको छ। त्यसो हुँदाखेरि यो रूपमा आएको कुरा र यो जेन्जीलाई चाहिँ कसरी उमेर समूह भनेर पनि भन्दा रहेछन्। उमेर समूह चाहिँ होइन भन्ने खालको चाहिँ अलिकति बढी कन्ट्रोभर्सी देखिन्छ। उमेर समूह चाहिँ होइन है, यो चाहिँ पुस्ता हो भन्ने नै देखिन्छ। उमेर समूह भन्ने कुरामा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो अहिलेको जेन्जी जो 28 वर्ष पुगेका छन्, अबको 5 वर्ष पछाडि त्यो त रहँदैन। जबकि त्यो बेलामा को आइसकेका हुन्छ भन्दाखेरि अल्फा जेनेरेसन आइसकेका हुन्छ। त्यसो हुँदाखेरि त्यो उमेर समूह भन्न हुँदैन भन्ने खालको जुन तर्क छ र तर्क चाहिँ के छ भन्दाखेरि चाहिँ प्रविधिसँग जोड्नुपर्छ है। जस्तो अब बुमर्सहरूको है, बेबी बुमर्सहरू चाहिँ नि त्यो इन्डिकेटर के हो त भन्दाखेरि उनीहरूले टेलिभिजन हेर्न पाए अरे। त्यस कारणले बेबी बुमर्सको जो 1946 देखि 1964 को बिचमा जो जन्मेका छन् उनीहरूले टेलिभिजन देख्न पाए। त्यो त संसारको लागि त उदय कुरा थियो नि त्यो बेलामा, अचम्मको कुरा थियो नि। हो त्यसरी इन्डिकेटर त्यो आधारमा हेर्नुपर्छ भन्ने कुरा चाहिँ नै रहेछ। अब मैले यो हेरेँ पढेँ, त्यो कुराले हामीलाई चाहिँ नै यो प्रविधिको आधारमा चाहिँ क्लासिफिकेसन गर्नुपर्छ भन्ने कुरा रहेछ। यो कुरा छ। अर्को छ अब यो कहिले भयो, यो जिज्ञासाको विषय हो। र यो हेर्दै जाँदाखेरि के छ भन्दाखेरि अर्ली मान्ने पनि रहेछ। अर्ली भनेको यो जुन जेन्जी अहिले यो 18 सन् 2018 सन् 2018 र 2019 पछाडिकोलाई मान्ने कि त्योभन्दा अगाडिकोलाई मान्ने भन्ने विषयमा पनि एकदमै डिबेट रहेछ। यसमा चाहिँ के छ भन्दाखेरि त्योभन्दा अगाडिकोलाई अर्ली मान्ने, जबकि त्यो बेलामा चाहिँ अब गद्दाफी खास गरिकन त्यो बेलाको घटना हेर्दाखेरि अरब स्प्रिङ र जस्मिन क्रान्ति यो दुईटालाई हेर्नुपर्छ। त्यो बेलामा गद्दाफीलाई चाहिँ जसरी सत्ताच्युत गरियो त्यो पनि कतै न कतै सोसियल मिडियाले चाहिँ त्यसमा भूमिका खेलेको थियो भन्ने कुरा केही तर्क गर्दा रहेछन् केही स्कलर्सहरूले। केहीले चाहिँ होइन, सन् 2018-19 पछाडिकोलाई मात्रै हेर्नुपर्छ, त्यसलाई मात्रै जेन्जी प्रोटेस्ट भन्नुपर्छ, जेन्जी विद्रोह भन्नुपर्छ भन्ने खालको अलिक बढी मत चाहिँ त्यसमा देखिन्छ। र त्यसमा चाहिँ एउटा डिमार्केसन लाइन कहाँबाट सुरु भयो भन्ने कुरा हेर्दाखेरि अलिक बढी चाहिँ यो स्विडेनमा भएको एउटा घटनालाई आधार मान्नुपर्छ भन्ने रहेछ। स्विडेनमा भएको घटना चाहिँ के रहेछ भन्दाखेरि त्यो बेलामा सन् 2018 चाहिँ 15 वर्षकी एकजना छात्रा, उसको नाम छ नि ग्रेटा थनबर्ग भन्ने एकजना छात्रा, 15 वर्षकी एकजना छात्राले चाहिँ नै सुरु गरेको आन्दोलन एक्लै नै पार्लियामेन्टको अगाडि, स्विडिस पार्लियामेन्टभन्दा अगाडि बसेर उसले हरेक शुक्रबार फ्राइडे उसले के गर्ने त भन्दाखेरि एउटा मुभमेन्ट उसले के चलाए त भन्दाखेरि स्कुल स्ट्राइक फर क्लाइमेट उसले गरेको। त्यतिखेर अरू केही पनि थिएन, अरू कन्सर्नको विषय केही पनि थिएन। क्लाइमेट, यो क्लाइमेट जलवायुको विषयमा चाहिँ नै उनले लिएर चाहिँ नै गरे त्यो स्ट्राइक गर्दाखेरि त्यसलाई चाहिँ सोसियल मिडियाले मापन गर्यो। सबभन्दा पहिलो कुरा चाहिँ यो घटनालाई चाहिँ लिने गरेछ। सोसियल मिडियामा यति धेरै इम्प्याक्ट भयो कि ह्यासट्याग गर्ने त्यो ह्यासट्यागको मुभमेन्ट त्यतिखेर क्याम्पेन यति मजासँगले चल्यो कि ओहो सोसियल मिडियाले त एकदमै सशक्त भूमिका खेल्दो रहेछ। जबकि नेपालमा चाहिँ 5-7 वर्ष 2-4 वर्ष अगाडि अब सोसियल मिडिया चलाउने अथवा फेसबुक चलाउनेहरूलाई चाहिँ जसरी सरकारमा बसेकाहरूले
कसरी त हेरेको दृष्टिकोणले हेर्दैन केही यो फेसबुक चलाएर फेसबुकहरूले केही पनि गर्दैन भनेर भन्दैन तर त्यसको प्रभाव चाहिँ हामीले यो अलिकति हिस्ट्री हेऱ्यौँ भने यो एउटा घटनालाई हामीले लिन सक्छौँ र यो पहिलो घटना यो चाहिँ यो ब्रेक थ्रु यो आइस ब्रेकको रूपमा चाहिँ यो घटनालाई लिने गरिन्छ र यो पछाडि अहिलेसम्म हेर्दाखेरि सन् 2019 देखि अहिले सन् 2025 ल्याटिस नेपालको यो पछिल्लो यो घटनाक्रमसम्मको यो इतिहासलाई हेर्दाखेरि लगभग 40-41वटा मुलुकमा चाहिँ जेन्जी मुभमेन्टहरू भएको छ त्यसमा पनि अब सफल भएका आंशिक सफल भएका केही चाहिँ स्टिल त्यहाँ चाहिँ स्ट्रगल भइरहेको पनि हामीसँग छ नि उदाहरण छ र जेन्जी मुभमेन्ट अथवा जेन्जी यो जुन प्रविधिको सर्वाधिक प्रयोग गरेर जसरी यो प्रोटेस्ट विद्रोह भएको छ यसको हिस्ट्री हेर्दाखेरि चाहिँ मोर देन 40 कन्ट्रिजमा 40वटा देशमा चाहिँ भइसकेका छ र यसमा चाहिँ मैले खास गरिकन यो सबै हेर्दाखेरि एउटा थिम वाइजमा मैले हेरेको छु यो थिम वाइज हेर्दाखेरि कहाँ के कस्ता खालका एजेन्डाहरू सेटिङ गरेर प्रोटेस्ट भएको छ विद्रोह भएको छ भन्ने कुरा हेर्दाखेरि 4-5वटा यो एजेन्डाहरू मूल एजेन्डालाई लिएर चाहिँ प्रोटेस्ट भएको देखिन्छ है सबभन्दा बढी चाहिँ प्रोटेस्ट भएको एउटा ब्यानर राखेर अगाडि चाहिँ एउटा स्लोगन राखेर भएको यो एजेन्डा हेर्दाखेरि चाहिँ सर्वसत्तावादको चाहिँ विरुद्धमा सर्वसत्तावाद अधिनायकवादको विरुद्धमा त्यसलाई टाउकामा राखेर जुन मुलुकमा चाहिँ अधिनायकवाद छ त्यो अधिनायकवादको विरुद्धमा चाहिँ प्रोटेस्ट भएको देखिन्छ र त्यो सँगसँगै चाहिँ लोकतन्त्र जहाँ छ त्यसमा सुदृढ लोकतन्त्रको लागि है त्यसमा सुशासनको लागि भएको देखिन्छ जहाँ लोकतन्त्र चाहिँ धरापमा छ लोकतन्त्रको रक्षाको लागि भएको देखिन्छ र कुनै ठाउँमा चाहिँ के भएको देखिन्छ भन्दाखेरि यो सँगसँगै फेरि के आउँदो रहेछ भन्दाखेरि यो सर्वसत्तावाद सँगसँगै चाहिँ भ्रष्टाचारका कुराहरू कुशासनका विरुद्ध कि कुशासनहरू आउँदो रहेछ त्यसका विरुद्धमा चाहिँ भएको देखिन्छ र केही उदाहरणहरू हामीले हेरौँ सुडानलाई हेर्न सक्छौँ सुडानमा भएको चाहिँ त्यहाँ चाहिँ जुन यो सैन्य शासनको विरुद्धमा त्यहाँ प्रोटेस्ट जेन्जी प्रोटेस्ट भएको देखिन्छ यो सन् 2019मा भएको देखिन्छ जसले त्यहाँ प्रोटेस्ट गरिसकेपछि चाहिँ त्यहाँ बासित ओमार अल बासित चाहिँ त्यहाँबाट चाहिँ सत्ताच्युत हुनु परेको छ एउटा चाहिँ यो उदाहरण छ अर्को चाहिँ थाइल्यान्डको पनि हेर्ने गरिन्छ यो थाइल्यान्डको प्रोटेस्टले के गरेको छ भन्दाखेरि त्यहाँ चाहिँ संविधान चाहिँ संशोधन गर्नुपर्छ र संविधान संशोधन गरिसकेपछि त्यहाँको जुन राज संस्था छ त्यसलाई चाहिँ संवैधानिक बनाउनुपर्छ त्यहाँको राजा र सेनालाई जवाबदेही अकाउन्टेबिलिटी बनाउनुपर्छ भन्ने खालको त्यहाँ मुभमेन्ट चलेको देखिन्छ त्यसै गरी म्यानमारमा भएको त्यहाँ पनि कुनै भएको देखिन्छ त्यसका विरुद्धमा खास गरिकन त्यहाँ जहाँ भएको छ त्यहाँ लोकतन्त्र स्थापनाका लागि है त्यहाँ चाहिँ पुनर्स्थापना खास गरिकन लोकतन्त्र पुनर्स्थापनाको लागि त्यहाँ चाहिँ मुभमेन्ट भएको देखिन्छ क्याम्पेन भएको देखिन्छ अर्को चाहिँ बङ्गलादेशकै हेर्न सकिन्छ बङ्गलादेशमा शेख हसिना ले त देशै मुलुकै छोडेर चाहिँ नि निर्वासित भएको अवस्था छ अब त्यहाँको चाहिँ के हो त नेपोटिजम हो त्यो एकदमै त्यो नेपोटिजम किनभने त्यहाँ निश्चित एउटा वर्गलाई एउटा समुदाय त्यो समुदाय भनेको उनीहरूले अलरेडी इन्डिकेट गरेको कुरा के हो त भन्दाखेरि जो स्वतन्त्र सेनानीका सन्तानलाई चाहिँ नि जो छ ती सबैलाई सरकारी सेवामा प्रवेश दिने भन्ने कुराले त त्यहाँको आम जनमानसले अथवा जनताका छोराछोरीले कहिले पनि अवसर नपाउने भयो त्यसो हुँदाखेरि त्यहाँ त्यो खालको चाहिँ प्रोटेस्ट भएको देखिन्छ श्रीलङ्कामा भएको राजा पक्षको बहिर्गमनलाई पनि त्यो रूपमा लिन सकिन्छ भनेको लोकतन्त्रकै वरिपरि अथवा चाहिँ सर्वसत्तावाद अधिनायकवादको विरुद्धमा भएको जेन्जीको चाहिँ नि केही यो उदाहरण दिन सकिने मुलुकहरू चाहिँ यिनै गरे र अर्को चाहिँ जेन्जीले प्रोटेस्ट गर्दाखेरि अर्को एउटा थिम के आधार मानेको देखिन्छ भन्दाखेरि डिजिटल फ्रिडम र एन्टी सेन्सरसिप है डिजिटल फ्रिडम र एन्टी सेन्सरसिप भनेको चाहिँ सेन्सर भनेको नियमन गर्न पाइँदैन है यो किन त भन्दाखेरि जेन्जी पुस्ता जो यो पुस्ता हो यो पुस्ता चाहिँ प्रविधि यो अहिले जुन व्यापक रूपमा चाहिँ उनीहरूले यो एप्सहरू बनाएका छन् आफैले एप्लिकेसनहरू आफैले बनाएका छन् यो प्रविधिसँग हुर्किएकाहरूलाई यो डिट्याच गर्ने कुरा चाहिँ एकदमै त्यो मानौँ न त्यो के अरे ड्रगिस्टहरूलाई ड्रग खान दिएन भने त्यो तुरुन्तै मर्छ भनेर भन्छ त्यसरी एडिक्ट भएकोलाई चाहिँ यो सेन्सरसिप अनि यो सोसल यो मिडिया ब्यान गर्ने कुराले चाहिँ उनीहरूको जुन नैसर्गिक अधिकार छ त्यो हनन भयो हामीसँग सारा यो दुनियाँ चाहिँ छुट्यो
भन्ने खालको पर्दो रहेछ। त्यसो हुँदाखेरि डिजिटल फ्रिडमको लागि उनीहरू लडेको पाइन्छ। जस्तो पछिल्लो चरणमा नेपालमा भएको एउटा कारण त यो पनि हो, सोसल मिडिया जसरी सरकारले ब्यान गर्यो यसका विरुद्धमा भएको थियो। एउटा अरू थुप्रै कारणहरू छ, तर एउटा मूलभूत कारण चाहिँ के थियो भन्दाखेरि पछिल्लो सोसल मिडिया जसरी ब्यान गर्यो यसका विरुद्धमा भएको देखिन्छ है प्रोटेस्ट। र अब केही मुलुकको उदाहरण दिँदाखेरि इरानमा भएको, त्यहाँ चाहिँ इरानमा भएको छ के देखिन्छ भन्दाखेरि वुमेन्स राइट्सलाई लिएर चाहिँ त्यहाँ सोसल मिडियाको त्यहाँनिर चाहिँ प्रयोगमा प्रतिबन्ध लगाइएको छ। स्टिल त्यहाँ उनीहरूले स्ट्रगल गरिराखेको छ है। वुमेन्स राइट्सको विरुद्धमा चाहिँ नै त्यहाँ यो सोसल मिडिया आयो, त्यस कारणले गर्दाखेरि त्यहाँ प्रयोग गर्न दिइएको छैन। त्यसो हुँदाखेरि त्यहाँ स्टिल स्ट्रगल गरिराखेको देखिन्छ। त्यसो हुँदा दोस्रो एउटा यो कारण देखिन्छ। अर्को चाहिँ आर्थिक असमानताको विरुद्ध र रोजगारको अवसरका निम्ति पनि यो जेन्जी प्रोटेस्ट भएको देखिन्छ। बेरोजगार भइसकेपछि अथवा चाहिँ आर्थिक असमानताको विरुद्धमा पनि यो जेन्जी प्रोटेस्ट विद्रोह भएको देखिन्छ। यसको उदाहरण चाहिँ हामीले केन्यालाई लिन सक्छौँ। केन्यामा के भएको देखिन्छ भन्दाखेरि यो जुन कोभिड आयो, कोभिड आइसकेपछि त्यहाँ आर्थिक रूपमा पुरै त्यहाँ डामाडोल भयो। डामाडोल भइसकेपछि सरकारले एकतर्फी हिसाबले त्यहाँ जब अतिरिक्त कर जनतामाथि फेरि कर थप्ने हिसाबले चाहिँ त्यहाँ कर विधेयक, त्यहाँ फाइनेन्स सम्बन्धीको चाहिँ जुन त्यहाँ विधेयक ल्याइयो त्यसका विरुद्धमा त्यहाँ चाहिँ प्रोटेस्ट भएको छ। र त्यो चाहिँ सरकारले जबरजस्ती त्यो बिल पास गर्यो, विधेयक पास गरे तपाईँले के हो त भन्दाखेरि त्यहाँ यति त्यो जनमासमा यति त्यहाँ चाहिँ त्यो उभार आयो कि त्यहाँ राष्ट्रपतिले त्यसमा चाहिँ नि तोक लगाएन अथवा पास गरेन। र यो यसलाई पनि एउटा सफल जेन्जीको चाहिँ नि यो सफल प्रोटेस्ट विद्रोह को रूपमा चाहिँ लिने गरिन्छ। र यस्तै खालको चाहिँ नि यो इकोनोमिक यो जस्टिससँग आधारित चिलीमा भएको प्रोटेस्ट, फ्रान्समा मोरोक्कोमा भएको प्रोटेस्टलाई पनि लिन सकिन्छ। र अर्को चाहिँ एकदमै महत्त्वपूर्ण कुरा यहाँ हाम्रो कैलाशजीले पनि अघि उठाउनु भएको थियो, मलाई मैले देखिरहेको छैन। एउटा चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा है, एउटा महत्त्वपूर्ण कुरा चाहिँ इन्टरसेक्सनल जस्टिसको लागि भएको देखिन्छ। जस्तै यो पहिचानको कुरा हामीले अघि गऱ्यौँ नि, अघि हामीले कैलाशजीबाट सुन्यौँ, यो बहुपहिचानको लागि पनि भएको देखिन्छ है। इन्टरसेक्सनल जस्टिसको लागि भएको देखिन्छ। त्यो भित्र रेसियल जेन्डरको कुरा भयो, एलजिबिटीक्यूको आन्दोलनहरू भयो, प्रोटेस्टहरू भयो, यो सबै इन्टरसेक्सनल जस्टिसको लागि भएको देखिन्छ है। त्यो नेपालमा बडो गजब छ। यो संविधानको परीक्षण कसरी भइरहेको छ भन्दाखेरि महिला अब समावेशीको नाममा महिलालाई अधिकार दिएको छ, अथवा चाहिँ एक खालको चाहिँ जुन डिफल्ट हिसाबले उनीहरूले प्राप्त गर्ने अधिकार छ महिलालाई दिएको हुन्छ। तर महिलामा कति प्राप्त गरिराखेको छ त्यो अवसर खसारी समुदायले बढी, अत्यन्त मार्जिनल रूपले कहिले पाउने त। त्यसो हुँदाखेरि नेपालको सन्दर्भमा जहाँ चाहिँ बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक भएको ठाउँमा, डाइभर्सिटी भएको ठाउँमा चाहिँ यो इन्टरसेक्सनालिटी भेरी इम्पोर्टेन्ट। त्यसो हुँदाखेरि यो कुरालाई लिएर पनि भएको देखिन्छ। एउटा उदाहरण भन्छु युएसएको, तपाईँ हामीलाई थाहा छ त्यहाँ चाहिँ ब्ल्याक लाइभ्स म्याटर भनेर BLM भनेर एउटा मुभमेन्ट चलेको देखिन्छ, क्याम्पेन चलेको देखिन्छ। त्यहाँ चाहिँ जर्ज फ्लोइडलाई प्रहरी हिरासतमा लिएर चाहिँ त्यो वाइट्सहरूले चाहिँ त्यहाँनिर त्यो पुलिस प्रशासनले चाहिँ मारेको थियो। र त्यसको विरुद्धमा त्यहाँ जसरी प्रोटेस्ट भयो नि संसारका लागि रेसियल डिस्क्रिमिनेसन, वाइट्सहरूले कसरी ब्ल्याक पिपुलहरूलाई चाहिँ नि त्यहाँ डोमिनेट गर्छ, के अरे दिन दहाडै मार्छ भन्ने कुरालाई लिएर त्यहाँ जुन खालको चाहिँ प्रोटेस्ट भयो, स्टिल त्यसलाई चाहिँ नि एकदमै सिरियस केसको रूपमा लिने गरिन्छ। नाइजेरियामा भएको एउटा केस छ, त्यसमा पनि प्रहरी प्रशासनको ज्यादा थियो। त्यहाँ चाहिँ अब सुशासनका निम्ति भनेर एउटा चाहिँ युनिट बनाइएको हुन्छ। त्यो युनिटले चाहिँ उल्टै के गर्यो त भन्दाखेरि त्यहाँको जनतालाई यति दुःख दिने काम गरेको त्यो मोमेन्टमा चाहिँ नि मोर देन 12 जनाभन्दा बढी चाहिँ त्यहाँ आन्दोलनकारीहरू युवाहरू त्यहाँ मारिएको छ। इरानमा भएको कुरालाई पनि हामीले चाहिँ यो इन्टरसेक्सनालिटी अथवा चाहिँ रेसियल जेन्डर लगायतको चाहिँ विषयको यो एजेन्डाभित्र चाहिँ छलफल गर्न सकिन्छ। त्यहाँ भएको छ के हो त भन्दाखेरि यो हिजाबहरूको विरुद्ध भएको भनेर भन्छौँ, तर खासमा त्यो इन्टरनल्ली चाहिँ आन्तरिक हिसाबले त्यहाँ भएको मुभमेन्ट चाहिँ के को लागि थियो त भन्दाखेरि त्यहाँको जुन धार्मिक कट्टरपन्थी
हरूको विरुद्धमा भएको भन्ने चाहिँ गरिन्छ। त्यहाँ स्टिल त्यहाँ सोसल मिडिया प्रयोग गर्न दिइएको छैन। तर त्यहाँ स्टिल अझै पनि के छ भन्दाखेरि स्टिल त्यहाँको यङहरूले त्यहाँ के अरे युथहरूले चाहिँ नि त्यहाँको चाहिँ युवाहरूले त्यहाँको जेन्सीहरूले चाहिँ नि के प्रोटेस्ट गरिरहेका छ, क्याम्पेन गरिरहेका छ। अर्को चाहिँ क्लाइमेट र इकोलोजिकल जस्टिसको लागि हो। जलवायु र यो पर्यावरणलाई मुख्य मुद्दा मानेर पनि जेन्जीहरूले प्रोटेस्ट गरिरहेको देखिन्छ। केही उदाहरणहरू हामीले हेर्न सक्छौँ। क्लाइमेटको लागि चाहिँ जस्तो अब सेभ द प्लानेट फर फ्युचर जेनेरेसन, उनीहरूले यो एउटा मुभमेन्ट खासमा यो स्विडेनको केसबाट सुरु भयो, तर अन्य ठाउँमा खास गरिकन यो ब्राजिलमा, अस्ट्रेलियामा, क्यानाडा लगायतका मुलुकहरूमा जहाँ इन्डिजिनियस कम्युनिटिजहरू बढी छ ती ठाउँहरूबाट चाहिँ नि यो कुरा उठेको छ। क्लाइमेटको विषयमा कुरा उठाएका छन्। उनीहरूले सेभ द प्लानेट फर फ्युचर जेनेरेसन भनेर भनेका छ। भनेको के हो भने अब अहिलेको जुन पुस्ता, अहिले हामी जो छौँ मौजुद अवस्थामा छौँ, हामीले चाहिँ के अरे लेखनाथ पौड्यालको चाहिँ नि कविता जस्तै मै खाउँ मै लाउँ मै मोज मस्ती गरौँ भनेर चाहिँ जसरी हामीले गरेका छौँ, होइन, नो 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 द्याट भनेर यो पुस्ताले के भनेको छ भन्दाखेरि सेभ द प्लानेट फर द नेक्स्ट जेनेरेसन, फर द फ्युचर जेनेरेसन भनेर भनेको छ। त्यो के हो त भन्दाखेरि अब यो नसका तिमीहरूले यो जुन प्राकृतिक स्रोतहरू होइन पुँजीवादको जगमा निर्माण भएको यो जुन खालको चाहिँ नि यो उपभोक्तावादी संस्कृतिले तिनीहरूले यति धेरै यो प्राकृतिक स्रोतको दोहन गर्यो कि अब हामी चुप लाग्दैनौँ, यो बन्द गर भनेर चाहिँ नि खास गरिकन पुँजीवादी मुलुकहरूलाई धक्का दिने गरी चाहिँ नि यो क्याम्पेन स्टिल चलिरहेको छ। खास गरिकन यो क्यानाडा, अस्ट्रेलिया लगायत ब्राजिल लगायतका मुलुकहरूमा यो चलिरहेको देखिन्छ। यो थिमलाई पनि आधार मानेको देखिन्छ। मैले सर्न लागेँ समय पुग्ने होला। अर्को चाहिँ डिकोलोनाइजेसन र चाहिँ नि आइडेन्टिटी इन्डिजिनियस राइट्सको लागि पनि भएको छ। यो मैले यो क्रम किन यसरी राखेको भन्दाखेरि चाहिँ सबभन्दा बढी केलाई मानेको छ र एकदम लेस जस्तो अब यो डिकोलोनाइजेसन आइडेन्टिटी र इन्डिजिनियस राइट्सको कुरालाई चाहिँ अब सुशुद्ध रूपमा जस्तो नेपालको सन्दर्भमा के छ भन्दाखेरि झट्ट देखिँदाखेरि के हो भन्दाखेरि सोसल मिडिया ब्यान गर्यो भन्ने कुरा, तर त्यो भित्र हामीले त्यसको अन्तर्वस्तु हामीले बुझ्यौँ भने त्यो भित्र थुप्रै चाहिँ नि समस्याहरू छन्। यति धेरै समस्याहरू छन् कि त्यो चाहिँ एकैचोटि त्यो के हो त भन्दाखेरि त्यो कलेक्सन हुँदै आउँदाखेरि चाहिँ नि ब्लास्ट भएको हो। त्यसो हुँदाखेरि त्यो भित्रको अन्तर्वस्तुहरू बुझ्न जरुरी छ। त्यसो हुँदाखेरि यो जेन्जीहरूको मुभमेन्टमा यो कुरा पनि आएको देखिन्छ। र अब यो जेन्जीहरूको यो इन्टरनेसनली यो जुन हामीले यो सर्वे गरेर हेऱ्यौँ, यो हेर्दाखेरि चाहिँ सबैभन्दा ठुलो छोटो समयमा 2 दिनभित्रमा चाहिँ उलट संसारलाई चकित गराउने गरी भएको घटना नेपालको 2 दिनभित्रमा हेर्नुहोस्। 2 दिनभित्रमा सत्ताको त्यो तासको महल हुन्छ त्यो गर्ल्याङ गुरुङ भएको र यति ठुलो उपलब्धि भएको नेपालमा। त्यसपछि माडागास्करमा भएको देखिन्छ, त्यहाँ चाहिँ क्याबिनेट चेन्ज भएको छ। नेपालमा त कस्तो चुनौती भन्दाखेरि यो अवस्था मात्रै होइन कि व्यवस्थामाथि नै चाहिँ चुनौती दिने गरी चाहिँ नि भएको यो मुभमेन्ट छ। त्यसो हुँदाखेरि अब यसलाई यो पछिल्लो विकसित घटनाक्रमको बारेमा पनि तपाईँहरूलाई थाहा छ। अब यसमा यो खालि म समिङ अप गर्दैछु। अब यसमा चाहिँ यो जेन्जी आफ्टर यो है पोस्ट यो जेन्जी मुभमेन्ट पछाडि संसारमा के भइरहेको छ भन्ने कुरा। नेपालमा त यो बडो गजब भएको होइन, जब जेन्जी मुभमेन्ट भयो त्यसपछि हामीले लिडर खोज्न थाल्यौँ क्या। को हो त्यो नायक, अहिले पनि खास नायक को हो भन्ने कुराको स्टिल चाहिँ खोजी भइरहेको छ। अन्त ठाउँमा चाहिँ के भएको रहेछ भन्दा चाहिँ नि मैले सरसर्ती हेरेँ, किनभने त्यहाँ पनि कुनै एकजनाले लिड गर्छ कि भनेर हेर्दाखेरि त्यहाँ कहीँ देखिँदैन। किनभने उनीहरूको त्यो सङ्गठन निर्माणको पद्धति, सङ्गठनको संरचनाको पद्धति कस्तो हुँदो रहेछ भन्दाखेरि भर्टिकल होइन, होरिजन्टल भनेको एकैचोटि त्यो हामीले त त्यो डिस्कोर्डमा देख्यौँ नि त 7,000 8,000 एकैचोटि चाहिँ नि त्यहाँनिर छलफल गरिरहेका छ, बहस गरिरहेका छ। तर हुइज द लिडर भन्ने कुरा चाहिँ त्यहाँ बहसै छैन, के गर्ने भन्ने मात्रै कुरा हुँदो रहेछ। खासमा त्यो संसारमा त्यो देखिएको छ। र आफ्टर जेन्जी प्रोटेस्ट भइसकेपछि सबैभन्दा यो चुनौतीको कुरा है नेपालको सन्दर्भमा पनि यो हामीले चाहिँ अब थाहा छैन यहाँ जेन्जी कति हुनुहुन्छ नेपालमा चाहिँ नि अब यो व्यवस्थापन कसरी गर्ने भन्ने ठुलो चुनौती देखिन्छ। किनभने संसारमा यो कुरा देखिएको छ र त्यहाँ चाहिँ उनीहरूले त्यो होरिजन्टल प्याटर्नमा काम गर्दा रहेछ एकैचोटि। अनि एकजना
पुरानै एकजना दाइसँग कुराकानी भएको थियो बिचमा, यो जेन्जीको यो आन्दोलन कसरी लिनुहुन्छ, अब यो कसरी अगाडि बढ्छ। हाय हामी पञ्चायतकालमा चाहिँ नि कम्युनिस्ट आन्दोलन गरेर 30 वर्ष लगाएर चाहिँ नि सङ्गठन निर्माण गरेको, यी केटाहरूले के गर्छन् र भन्न चाहिँ नि उहाँले भन्नुभएको थियो। तर के हो भने प्याटर्न फरक छ, हामीले यो पनि बुझ्नुपर्छ। प्याटर्न फरक छ। उहाँले भर्टिकल तरिकाले गर्नुभयो होला एक व्यक्तिलाई, तर उहाँले यो अहिलेको जेन्जी पुस्ताले त्यसो गर्दैन। किनभने यो 2 दिनमा 30 वर्ष लागेको 10 वर्ष लागेको कुरालाई त 2 दिनमा चाहिँ नि उल्टाइदिएको छ। त्यसो हुँदाखेरि हामीले अहिलेको जुन यो परिस्थिति छ यसलाई पनि हामीले कम आँक्न हुँदैन है। किनभने हिजो जसरी जुन प्याटर्नबाट चाहिँ हामीले सङ्गठन निर्माण गर्थ्यौँ त्यो होइन, अहिलेको जेन्जीले त्यसो गर्दैन। अहिलेको भर्टिकल होइन, होरिजेन्टल तरिकाले गर्छ र होरिजेन्टल स्ट्रक्चरमा काम गर्ने, होरिजेन्टल तरिकाबाट चाहिँ नि गर्ने गर्दो रहेछ। र यसमा चाहिँ समस्या छ है। यो चुनौती के देखिन्छ भन्दाखेरि बिएलएमको पनि यसमा चुनौती आएको देखिन्छ। किनभने त्यहाँ सक्सेस त भयो, तर त्यसलाई कसरी अब त्यसलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने चुनौती चाहिँ बिएलएम, यो ब्ल्याक लाइभ्स म्याटर यो अमेरिकामा भएको, त्यसपछि के गर्ने त भन्ने कुरा। अनि यो इन्सार्स यो चाहिँ के अरे यो चाहिँ नाइजेरियामा भएको यो घटना व्यवस्थापन गर्न एकदमै गाह्रो भएको छ भन्ने खालको कुरा त्यहाँ छ। अर्को चाहिँ मल्टिपल यो माइक्रो इस्युजहरूलाई कसरी सम्बोधन गर्ने भन्ने नै समस्या छ। अघि कैलाशजीले जे कुरा उठाउनु भयो, अब यो चाहिँ कसरी यो एड्रेस गर्ने भन्ने कुरा चाहिँ चुनौती छ। किनभने यो धेरै कुरा छ नि त, नेपाल जस्तो यो मुलुकमा त यति विविधता छ, त्यो सबै विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा चाहिँ चुनौतीपूर्ण छ। त्यसो हुँदाखेरि यसलाई कसरी लिने भन्ने कुरा चाहिँ जेन्जीका लागि यो एकदमै च्यालेन्जिङ देखिन्छ। अर्को चाहिँ डिजिटल नेटवर्क चाहिँ गर्छन्, तर कस्तो छ भन्दाखेरि अहिले कस्तो भइरहेको छ भने यो चाहिँ यो च्यालेन्जेसमा हेर्दाखेरि अन्य ठाउँमा के रहेछ भन्दाखेरि जब जेन्जी प्रोटेस्ट हुन्छ अनि तत्कालीन जो सरकार हुन्छ त्यो त बहिर्गमन हुन्छ, तर बाँकी ब्युरोक्रासी लगायतका यति धेरै त्यहाँ त्यो जकडिएको संरचना छ नि जुन नेपालमा अहिले अब बिस्तारै त्यो आइरहेको छ क्या, जसले जेन्जीको आन्दोलन के पनि होइन भन्ने ढङ्गले जसरी चाहिँ नि अहिले यो आइरहेका छन्। के हो त भन्दाखेरि त्यो संरचना पुरै भत्केको छैन। सरकार चाहिँ हलो, तर बाँकी के हो त? सरकार भने त खालि 15 थान चाहिँ नि मन्त्री अनि 1 थान प्रधानमन्त्री मात्र त होइन, त्यो सँगसँगै जोडिएका तमाम चाहिँ संयन्त्रहरू के छ, कुन अवस्थामा छ। अहिले अब आइजिपीको कुरा के आइरहेको छ। त्यसो हुँदाखेरि यो कुरा चाहिँ एकदमै जेन्जीहरूको लागि ठुलो च्यालेन्ज छ है भन्ने खालको चाहिँ नि यो खालको क्रिटिकल्ली चाहिँ नि बहस भइरहेको देखिन्छ। अर्को चाहिँ पोस्ट आइडियोलोजिकल प्रब्लम, आइडियोलोजीको एकदमै प्रब्लम देखिन्छ नेपालमा पनि। थाहा छैन अब केही जेन्जी चाहिँ के भन्छन् भने राजसंस्थै राजै ल्याउनु पर्छ भन्ने छ, कोही केमा लागिरहेको छ। के त भन्दाखेरि आइडियोलोजिकली त्यो विचारका हिसाबले पनि एकदमै यो अलमलको स्थिति छ। यो नेपालको मात्रै होइन, यो अन्य ठाउँमा पनि भएको देखिन्छ है। त्यस कारणले गर्दाखेरि यो पोस्ट यो आइडियोलोजिकल, किनभने उनीहरूले लेफ्टिस्ट राइटिस्ट भन्दैन, लेफ्टिस्ट राइटिस्ट उनीहरूको विषय नै। विषय के हो त भन्दाखेरि पक्का अब नेपालको सन्दर्भमा हेर्ने हो भनेदेखि जुन केपी ओलीले जसरी चाहिँ नि त्यो अहन्ताका साथ चाहिँ नि त्यो घमण्ड यति घमण्ड है, त्यस कारणले गर्दाखेरि अब त्यहाँ टार्गेट चाहिँ त्यहाँ भयो, तर त्यो सँगसँगै भित्र थुप्रै कुराहरू थिए। त्यसो हुँदाखेरि त्यो इन्स्टेन्टली त्यसलाई एट्र्याक्ट गर्दा रहेछन्। तर त्यो सँगसँगै चाहिँ नि यो आइडियोलोजिकली न, किनभने अहिले पनि उनीहरूले के भन्छन्, कुनै दलसँग उनीहरू आबद्ध भएको अथवा कुनै दलप्रति उनीहरूको चाहिँ नि कुनै खालको सहानुभूति देखिँदैन। नेपालका दल जति सबै शत्रु भन्ने भनिरहेका छन्। त्यसमा त 19-20 होला नि, एमाले काङ्ग्रेस माओवादी सबै 20-20 त होइन होला, कुनै 19 होला, कुनै 18 होला, त्यसरी क्याटेगोराइज गर्दैन। किनभने लेफ्टिस्ट इदर लेफ्टिस्ट ओर राइटिस्ट कुनैले पनि काम गर्दैन भन्ने जुन खालको चाहिँ नि आएको छ। यो नेपालको मात्रै सन्दर्भमा होइन, बाहिर पनि यसरी आएको हुन्छ। यो चाहिँ एकदमै च्यालेन्जिङ छ, किनभने आइडियोलोजी को चाहिँ नि प्रब्लम देखिन्छ नेपालको सन्दर्भमा पनि। अब अहिले बहस जेन्जीहरूको बिचमा बहस भइरहेका छन्, किनभने त्यो बहस गर्ने ठाउँमा किन आइपुग्यो त भन्दाखेरि चाहिँ आइडियोलोजी छैन। आइडियोलोजी क्लियर नभइसकेपछि के गर्ने त, कसरी के हुन्छ भने यो संविधानलाई मानेर जाने
कसैले के भन्छ भन्दाखेरि होइन कार्यकारीमा जाने, किनभने अब यो शासकीय प्रणालीमा पनि नेपालको सन्दर्भमा चाहिँ एकदमै यो व्यापक अहिले बहस चलिरहेको छ। अब यो शासकीय प्रणालीमा पनि यो एकदमै तपाईँ हामीले चाहिँ एकदमै यो सिरियस लिने कुरा छ, किनभने अब यो शासकीय प्रणाली खास अब यो कार्यकारी नभएरै हो त, यो त होइन होला पक्कै भने। यो पछिल्लो चरणमा मैले महेन्द्र लाउदीको चाहिँ इन्टरभ्यू सुनेको थिएँ। उहाँले त्यो जर्मनी मोडलको कुरा अगाडि सार्नु भएको छ। म कन्भिन्स छु त्यो मामिलामा, किनभने अब यो बारेमा धेरै कुरा नगरौँ। त के हो भन्दाखेरि कार्यकारी हुँदैमा फेरि के हो भन्दाखेरि जेलेन्स्कीको जन्म भयो भने, कतै पुटिनको जन्म भयो भने, कतै चाहिँ नि के अरे अमेरिकाको राष्ट्रपति अहिलेको डोनाल्ड ट्रम्पहरूको उदय भयो भने के हुने हो? त्यसो हुँदाखेरि यो एकदमै यो गम्भीर विषय छ। त्यसो हुँदाखेरि अब यो पनि छलफलको विषयमा आइरहेको छ। यति भन्दै मैले अलिकति बढी समय दिएँ होला, त्यसका निम्ति क्षमा चाहन्छु। र म खालि के हो त भन्दाखेरि यो जेन्जीहरूको जुन मुभमेन्ट एकदमै यो स्वाभाविक छ। उनीहरूले जुन प्रोटेस्ट गरे, यो प्रोटेस्ट उनीहरूले जसरी गरे यो चाहिँ परिवर्तनका लागि एकदमै यो मार्गदर्शक बनेको छ। यसले दिशानिर्देश सही ढङ्गले गर्यो भने पक्कै पनि अब समाजमा अमल चाहिँ होला। होइन भने स्टिल अब हामी रुमलिरहेको अवस्थामा छौँ, बहस गर्दैछौँ। मैले प्राप्त गरेको शीर्षकमा मैले यति नै कुरा राखेँ। यो अवसरका निम्ति आजप्रति हार्दिक धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद। सत्य, तथ्य, निष्पक्ष अनि खोजमूलक समाचारको साथमा एभरेस्ट न्यूज।